परस्यतमानन्देन स्वस्तितः कलौ मुक्तिचं प्रातःपातन्नमय प्रीता तदा ज्ञागता शीघ्रं वैकुण्ठं पुनरेवसः पितातया पितात्रैव मुक्तिरायति याति च पुत्रिकितत्वमे त्वयेमौ च पार्श्वित्वस्य बदक्षितो उपेक्षात कलौ मन्नो विद्यो जातो सुतो तव तथापि चिन्तामं च त्वम् उपायं चिन्तयाम्यहम् कलिनास्तदृशा कोऽपि गो नास्ति परानने तस्मिन् स्थापयिष्यामि गे जने जने अन्यधर्मान् तिरस्कृत्य पुरस्कृत्य महोत्सवान् तदा नाम हरिदासो लोके त्वं न प्रवर्तये त्वदा चिन्विताश्चये भविष्यन्ति कलाभ्यः पापिनोऽपि गमिष्यन्ति निर्भयं कृष्णमन्दिरं येषां चित्ते पश्यति भक्तिः सर्वदा प्रेमरूपेण न ते पश्यति केन स्वप्नोऽपि फलमूर्तयः न प्रेतो न पिशाचो न राक्षसो न सुरोऽपि वा भक्तियुक्तमनस्कारां स्मर्शनेन प्रवर्भवेत् न तपो वेद न देदेश न ज्ञाने न कर्मणा हरिः साधुदेवस्य प्रमाणं तत्र गोपिका प्रणाम ननो शास्त्रेण भक्तो प्रीतिरिजाते कलो भक्ति भक्त्या कृष्णपदस्थितः भागिदोहकरायेत ते सिद्धन्ति जगत्रे दुर्वासदुगमापन्नपुरा भक्तविनिन्दकः अलम रते अलम तीर्थे अलम योगे अलम मते अलम ज्ञानकथालाभे भक्तिरे तेन मुक्तिदा सतवाचा यदि नारदनिर्णितं स्वमात्मनि संमिता सर्वाङ्गकोटि संयुक्ता नारदं भक्त्यमभवति भक्तिर्वाचा अहो नारद धन्योऽसि प्रीतिस्ते मयि निश्चला न कदापि विमुक्तानि चित्ते तस्यामि सर्वदा श्रीबालनाथय साधु मनभावात्मं सुदाचनात्मतय सुतरनाथि त्वय बोधय सुतवाचा तस्या समां बत समाकर्ण्यकारिण्यं नारदगतः तयोर्बोधनमारभे कराग्रेण विमर्दयत् मुखं समिजकरान्ते सर्वमते समतरं ज्ञानप्रवृत्तां शीघ्रं वैराग्यं प्रवजतः वेदवेदान्तघोषे च गीतापाठे मुहुर्मुहुर्मुच्यमानो ददातेन कथञ्चित् स्वस्तितबला निद्रैरबललोकन्तो जीर्मन्तो सरसवो भगवत्परितो प्राय सुसुकाटसुनाङ्गगौ शिक्षामतो निरीच्यैव पुनः स्वयपरायणो स्थितिता परो जात किं वेदं मयेति च अवनिन्द्र कथं याति दुर्गतं च मातरं चिन्तयन्ति गोविन्दं स्मारयामः स भार्गवः व्योमवाणी तदेवावन्मादित्य किरितामिति उज्जवयं सफलतेयं भविष्यति न संशयः एतदर्थं तु सत्कर्मं सुरक्षितं समादरः सत्यविदा कर्मविदा सति साधवः साधुभूषणः सत्कर्मणि कृते तस्मिन् सनिन्द्रावृततानय गमिषमिच्छना भक्ति सर्वत्र प्रसरेष्यते इत्याकाशवतः स्पष्टं तत्सर्वैरपि सुखं नादो विषयं नेदं ज्ञातमिति प्रभुनाथवाचः अनयकाशवान्यपि गोप्यते निरूपितं किन्नत साधनं कार्यं येन कार्यं नवेत्तयोः भविष्यन्ति सन्तते कथं दास्यति साधनं मया किं प्रकर्तन यदुत्तं देववाचया सुतवाचः भद्रदामि संस्थाप्य निर्गतो नाथमये तेतं तिरं विनिष्पन्ने पृच्छन्मार्गमनेश्वरः वेदान्तस्वेदे सर्वे किञ्चित् निश्चितनोच्यते असाध्यं केतनं दुर्गेयमिति चावरे मोकी बताताना तथानेस्तु कियन्तस्तबलायतः कारो मानाचित्ते लोके विस्मयावः वेदवेदान्तगोचेत गीतापाठे विबोधितं भक्तिज्ञानविदाकारं निरति संत्रिकं ददः उपायनापरनास्ति कर्णे कर्णे जपञ्जन योगिना नादो नापि स्वयं न ज्ञाते तुर्यहद तद्गतं सकते भक्तिमेति मितरैर्यमंसे एवं ऋषिगणे पृथिर्निर्णयो उक्तं दुरासनं तदचिन्ता दुरसतं मदरि वनमागत संवत्सरमि चत्रति तदर्थं कृतनिश्चयः तावद् तदर्थ पुरतः सरकारि मुनीश्वर कोटिसुरसमाभास नुभात मुनिसत्तमं नारदवाचः इदानीं हरिभाग्येन भवति सङ्गमो भव कुमार व्रतं शीघ्रं कृपा कृत्वा मम परे अवन्तयोगिनः सर्वे बुद्धिमन्तो भवन्तः पञ्चायन संयुक्ता पूर्वे सामान्य पुरुषः सदा वैकुण्ठनिलया हरिकीर्तनतत्परा लीलामृतपरमत्ता मात्रैकजीविनः हरिशरणमेवं हि नित्यं येषां मुखे गत अथ कालसमाधितधरायुष्मन्नवादते येषां भ्रुभङ्गमात्रेण धरफलो हरिपुरा भूमि निपतितो सद्यत् विपातपुरं गतः अहो भाग्यस्य योगेन दर्शनवन्तान्यनुग्रहस्तु कर्तव्यं मयि दया परे आश्चर्यगिरोक्तं यत् किन् साधनमुच्यतामनुष्ठेयं कथं तावत् प्रवर्वञ्च सविस्तरम् ज्ञानविरागाढं सुखमुत्पद्यते कथं स्थापनं सर्वपार्णेषु प्रेमपूर्वं प्रयत्नत कुमारावतु मा चिन्ता कुर्वे वर्षे हर्षं चित्ते समाभाव उपाय सुखसामत्र पतते पूर्व एव हि अहो नारद धन्यस्य व्याप्तीनां शिरोमणि क्षेत्र सदा सुखितदासानाम् अग्रणी योगभास्करः प्रीतितरं न मन्तव्यं भक्तार्थमनुवर्तिनी घटते कृतदासस्य भक्ति संस्थापना सदा विश्वविर्बहुवो लोके बन्धान प्रकटीकृतात्मनः सत्य सति सर्वे प्राय स्वर्गफलप्रदः वैकुण्ठ साधकः पन्तः सत्त्वगोपे पतते तस्य पतितः पुरुषः प्राय वाक्येन लभ्यते तत्कर्म तन्निदिष्टं व्योमपातपे पुरा तदुच्यते सर्वसाध्य तिरचित्त प्रसन्नते ज्ञातमो योग्य तथा परे स्वाध्यायज्ञानयज्ञासैते तु कर्मविद्युतकः सत्कर्म सुखकरुणं ज्ञानयज्ञ सुतोपदेश श्रीमद्भागवतालाभ सुतो गीतसुखादेवी अग्निज्ञानविरागाढं तद्वशेन बलं भानं प्रदिशति द्वयपस्थः
सुखम भक्तिर्भविष्यति प्रलयमिकमिष्यति श्रीमद्भागवताध्वरे कयत्वचैमे सर्वे श्रीमत्सम्भाविकाय वः ज्ञानवैराग्यस्य प्रेमरसावः प्रतिगृहं प्रतिजनं तथा क्रीडा करिष्यति नारदवाचः वेदवेदान्तगोचैत गीतापाठे प्रवृत्तं भक्तिज्ञानविरागाणां नोदतिष्ठत्रिकं निरः श्रीमद्भागवतालापता तत्कथं बोधमिष्यति तत्कथास्तु वेदान्तं श्लोके श्लोके पदे पदे छिन्नन्तु संसंभेदं भवन्तो मोघदर्शनादिलम्बो न प्रकर्तकः सनागतवत्सला कुमारावचो वेदोपनिषदां सारा जाता भागवती कथा अत्युत्तमततो वाति पृथक् भूतफलाग्रजे आमलाग्रं सतिष्ठन्नास्तेन स्वादितेता स्वभय प्रथम पृथक् भूतफले विश्वमनोहरा यथा बुद्धिसिद्धं सर्वेण सदा उपकल्पते पृथक् भूतम् एतद्गगनं देवानां न सुवर्धनम् एकजनां विश्वमध्यान्तं सर्गाराभ्यापति सति पृथक् भूतः सदा मित्रता भागवती कथा इदं भागवतं नाम पुराणं ब्रह्मसंहितं भक्तिज्ञानविरागाणं सावनाय प्रकाशितं वेदान्तवेदस्वस्नाते गीताया विकर्तरि परिता भवति इत्यासे ज्ञानसागरे तदा तया पुराकृतं ततश्लोकसमयतं तदीयस्त्रणा सद्य निर्वादो बादरायणः तत्ते विस्मयकेन यदा प्रश्नकरो भवन् श्रीमद्भागवतं प्रातः सुखदुःखविनाशनं नाथवाचः यद्दर्शनं च विनिहन्त्य शुभानि सद्य श्रेयस्तनोति भवतु कदवार्पितानां निशेषशेषमुखगीतकथैकपाना तेन प्रकाशकृते शरणं गतोऽस्मि भाग्योदयेन बहुजन्म समर्जितेन सत्सङ्गमं च लभते पुरुषो यदा वै अज्ञानहेतुकृतमोहमदान्धकारात् न संविदाय तदोदयते विवेक इति श्रीपद्मपुराणे उत्तरखण्डे श्रीमद्भागवत महात्म्य कुमार नारद संवाद नाम जिसकी
तरुणो गृहीत्वा प्रेमैकरूपा सहस विरासित श्रीकृष्ण गोविन्द हरे मुरारे नाथेति नामा विमुर्वदन्ति भक्ति द्विपुत्र साथ आदिन अहो प्रेम स्वरूप बंदे अहो नाथ मुकुंद प्यारे श्री कृष्ण गोविंद हरे मुरारे। राधे श्याम वंदना सीताराम वंदना राधे श्याम वंदना सीताराम वंदना अंजना के नंदना को बार बार वंदना अंजना के बार बार भक्तों की वंदना भक्तों की वंदना संतों की वंदना संतों के चरणों में बार बार वंदना संतों के चरणों में बार बार वंदना। राधे श्याम वंदना सीताराम वंदना राधे श्याम वंदना सीताराम वंदना अंजना के नंदना को बार बार वंदना के बार बार यमुना को वंदना बंसीधर को वंदना यमुना को वंदना बंसीधर को वंदना गोपेश्वर भोलेनाथ को बार बार वंदना गोपेश्वर बंसीधर को बार बार वंदना। राधे श्याम वंदना राधे श्याम वंदना सीताराम वंदना अंजना के नंदना को बार बार वंदना अंजना के नंदना बार बार वंदना। शिवा कुंज वंदना निधि बनक वंदना सेवा कुंज वंदना निधि बनक वंदना बाके बिहारी जी को बार बार वंदना बाके बिहारी जी को बार बार वंदना। राधे श्याम वंदना सीताराम वंदना राधे श्याम वंदना सीताराम वंदना अंजना के नंदना को बार बार वंदना अंजना के नंदना को बार बार वंदना। बरसना को वंदना नंद गाँव को वंदना बरसना को वंदना नंद गाँव को वंदना। प्रेमी ब्रजवासियों को बार बार वंदना प्रेमी ब्रजवासियों
के नंदन को बार बार वंदना, कांचना के नंदन को बार बार वंदना, राधा कुंड वंदना, कृष्ण कुंड वंदना, राधा कुंड वंदना, कृष्ण कुंड वंदना, गोवर्धन गिरिराज को बार बार वंदना, गोवर्धन गिरिराज को बार बार वंदना, राधे श्याम वंदना, सीताराम वंदना, राधे श्याम वंदना, सीताराम अंजना के नंदन को बार बार वंदना, अंजना के नंदन को बार बार वंदना, राधा नाम वंदना, कृष्ण नाम वंदना, राधा नाम वंदना, कृष्ण नाम वंदना, श्री ब्रजरथ को बार बार वंदना, श्री ब्रजरथ को बार बार वंदना, हरे राम 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 हरे हरे, हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम राम हरे हरे, हरे कृष्ण कृष्ण हरे हरे, हरे राम 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 हरे हरे, कृष्ण कृष्ण हरे हरे, राम राम हरे हरे, हरे कृष्ण कृष्ण, हरे राम राम हरे हरे, हरे कृष्ण कृष्ण, हरे राम हरे हरे, हरे कृष्ण 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 हरे, हरे राम राम हरे हरे, कृष्ण कृष्ण, हरे राम राम हरे हरे। बोले भक्त वत्सल भगवान की जय, वृंदावन बिहारी लाल की जय, राधा महारानी की जय, जय जय राधे श्याम। हरि शरणम। परम मंगलमय भगवत स्वरूप श्रीमद् भागवत महापुराण अंतर्गत परम प्रभु भगवान श्री हरि को अतुल्य कृपा एवं प्रातः स्मरणीय परम पूज्य राम गुरु पूज्य श्री कई प्रसाद गौतम जी को अतुल्य कृपाबाट आज यस बुटोल श्री राम मंदिर को चरण सन्निधान में शुभारंभ भएको श्रीमद् भागवत सप्ताह ज्ञान संकीर्तन यज्ञ को आज द्वितीय दिवसीय सायंकालीन द्वितीय सत्र में भागवतीय रस सुधा पान गर्नको निमित्त उपस्थित हुनुभएका सम्पूर्ण गुरु चरणानुरागी एवं भगवत चरणानुरागी हजुरहरूको पाउमा म बार बार वन्दना गर्दछु। हरि शरणम। हिजोसम्मको प्रसङ्गमा हामीले भागवतका दिव्याति दिव्य रस माधुरी लीलाहरू जुन पूज्य अजित बाबुको जो उपस्थितिमा दिवास सत्रमा सम्पूर्ण भागवतको महिमा रसपान गरिरहेका छौँ र त्यो भागवतको महिमा जुन पद्म पुराणले गान गरेको हो, के हो भागवत, किन सुन्ने हो भागवत, भागवत सुनेर के प्राप्त होला, भागवत कहाँबाट प्राकट्य भयो,
यसको प्राचीन पद्धति के हो इत्यादि विषयमा चर्चा गर्ने क्रममा नैमिषारण्य क्षेत्रको पावन भूमि जहाँ सुतजीको पासमा सौनकादि ऋषीश्वरहरू त्यो भागवती रससुधा पान गर्दै हुनुहुन्छ। तब रात्रिको समयमा गएर गुरुको पासमा जुन प्रश्न हिजो गर्नुभयो, गुरु काल व्याल मुथा ग्रास त्रास निर्धास हेतले, त्यो कालको फन्दामा परिसक्यो। अब एक त जन्म लिएर जुन दिन आयो त्यो दिन काल भगवानले पक्रिसकेका छ हामीलाई। त्यहाँबाट भाग्न खोजेर पनि भाग्न सकिँदैन कदापि। त्यसैले गुरु त्यो कालको विकराल अवस्थाबाट भयभीत भएको जीवात्मा कसरी मुक्त हुन सक्ला, कालमाथि कसरी विजय पाउन सक्ला इत्यादि विषयमा प्रश्न गर्नुभयो। र अगाडि गएर भागवतको महिमा एउटै बाणी बोल्नुभयो, श्रीमद् भागवतम शास्त्रम, अरू कुनै तत्त्व होइन, केवल कलौ किरेण भाषितम, कलिकालमा शुक्रदेवको मुखार बिन्दबाट निस्केको भागवत नै कलिकालका जीवात्माहरूलाई भयभीत अवस्थाबाट अभय तत्व प्रदान गर्ने सम्पूर्ण शास्त्रहरूको निचोड सर्वोच्च साधन हो। त्यसैले सर्वोच्च शास्त्र हो जुन वाणी बोल्नुभयो। र यो भागवत कहाँ कहाँ कसरी सुनियो त भन्ने प्रसङ्गमा जहाँ प्राचीन अवस्थामा हरिद्वारमा भएको अपूर्व भागवतको स्मृति भयो त्यहाँ र यही कुरालाई ल्याएर प्राचीन इतिहास बताउन लाग्नुभयो। शरद कुमारहरू र नारदको वार्ता कहाँ भयो होला, किन यहाँ दुईटा वार्ताको पनि महत्त्वपूर्ण कुरा छ। किन त भने एउटा व्यापार गर्ने व्यक्ति भेट्यो भने व्यापारकै कुरा हुन्छ नि, होइन र? यात्रा सधैँ गर्ने व्यक्ति भेट्यो भने यात्राकै कुरा हुन्छ। भगवत भक्तहरू भेट भएछ भने त्यहाँ अरू चर्चा हुँदैन, त्यहाँ केवल भक्तिको चर्चा हुन्छ, भगवान नामको चर्चा हुन्छ। त्यसैले गर्दा सनकादि र नारद भेट्नु ठुलो कुरा होइन, तर यी दुई भेटिए पछाडि त्यहाँ निस्किने त्यो अमृत तत्त्वको बारेमा खोजी भएर भन्नु हो। दुई भक्तहरू भेट हुँदा के हो त, कस्तो हो त त्यो भागवत? आज त एक त सुनमाथि अर्को सुगन्ध मिसिँदा कस्तो होला, एक त सुन त्यसै राम्रो छ, त्यहाँमाथि सुगन्ध होस् त कस्तो होला। आज त्यहाँ कस्तो त भने एक त भद्र विशाल, त्यहाँमाथि दुई भक्तको सम्मेलन, यी भक्तहरू बिचमा के बात हो मलाई बताउनुहोस् न गुरु भन्नु। तत्पश्चात नारदजी समयका सारा वार्ताहरू सुनाउनु भयो, भक्तिको पीडा सुनाउनु भयो। एउटी आमाको छातीमा आफ्नो पुत्रहरूको विरहद्वारा जुन निस्केको ज्वाला हो, त्यो ज्वालाले छटपटाएको छाती, त्यो आमाको हृदय पढ्यो। नारदजीले अरूको हृदय पढेको होइन, एउटी आमाको हृदयमा एउटा सन्तानहरू विक्षिप्त अवस्थामा हुँदा कस्तो अवस्था बित्ला। तर आज ती आमा ती सामान्य आमा होइनन्, यी जगतकी आमा छिन्, भक्ति महारानी, प्राणी मात्रकी आमा छिन्, अरू होइन। त्यसैले ती आफ्नो सन्तान छटपटाएर बसिरहेका देख्दा ती आमाको अवस्था कस्तो भयो गएर सुन्नुभयो। को हुनुहुन्छ तपाईँ? यी अगाडि लडिरहेका को हुन्? सारा वृत्तान्त सुनाउनु भयो र अन्ततगत यो कलिकालको प्रभावद्वारा भएका सारा पीडाहरूको बारेमा सुनिसके पछाडि अन्तिममा गएर भक्तले एउटै गान गर्नुभयो, जयति जगति माया यस्य काया धमस्ते वचन रचनमेकं केवलं चाकलय्य ध्रुवपदमपि यातो यत्कृपातो ध्रुवोऽयं सकल कुशल पात्रं ब्रह्मपुत्रं नतास्मि। कस्तो वाणी बोल्नुभयो नारदजी। आज मलाई यति आनन्द भयो, आधा रोग त ठिक भयो जस्तो, किन त्यही उपचार गरे छैन तर पनि ठिक हो। किन त भने आज सारा भित्रका बिलाउन सुनिदिनु भयो तपाईँ। त्यसैले अहिले धेरै व्यक्तिहरू भेटिनुहुन्छ, सबै ऐश्वर्य छ घरमा, तर आफ्नो कुरा सुनिदिने व्यक्ति छैन। हरिश कत्रो दुर्भाग्य छ। सबै आफूमा व्यस्त छन्, सुनिदिने छैन। कम से कम हृदय भित्रका कुरा सुनिदिने व्यक्ति भए पनि त आधा रोग स्वतः ठिक हुन्छ। अब आज भक्तिलाई जुन कुरा नारदजीले बोल्नुभयो, नारदजी तपाईँको प्रत्येक अमृतमय वाणीमा मेरो हृदयको दबाई मिलिरहेका थियो। तपाईँले बोलेको मात्र होइन, त मेरो जलेको छातीको लागि मलमपट्टि भइरहेका। त्यसैले तपाईँको जय होस् है जुन वाणी बोल्नुभयो। अब नारदजीले भन्नुहुन्छ, हे भक्ति, अब तपाईँ बेकारको दुःख मनाउ नगर्नुहोस्। के हो तपाईँको अवस्था?
वृथा खेदय से बाले अहो चिन्ता तुरा कथम। हेर्नुहोस्, बेकारको चिन्ता गर्नुभयो। भक्तिले सम्झायो। किन सम्झाएको त भने रोगीलाई रोगी हो भन्नु हुँदैन, हुन्छ र हुँदैन। वृद्ध भएको व्यक्तिलाई बुढो हो तपाईँ भन्नु भने रिस उठ्छ अरे, होइन र? त्यसैले रोगीलाई रोगी भन्नु पनि हुँदैन। आज त्यसैले भन्न थाल्नु, बेकारको तिमीले चिन्ता गर्यो भक्ति, बेकारको चिन्ता छोड्यो। अब चिन्ता गर्ने बेला होइन। तिमी कहाँ छौ? एकपल्ट आफूले पाउ राखेको भूमि हेर त, एकपटक आफूले पाउ राखेको भूमि यसो फर्केर हेरेको श्रीधाम वृन्दावन। सम्झनुहोस्, तिमीले श्रीधाम वृन्दावनमा पाउ राखेर यहाँ चिन्ता गर्ने होइन, यहाँ त प्रभुको चिन्तन गर्ने ठाउँ हो। त्यसैले चिन्तालाई मुक्त गराउन प्रभुको चरणको चिन्तन गर्नुहोस्। त्यसैले श्रीकृष्ण चरणाम भोज स्मर दुःखम गमिष्यति। एकचोटि मात्र भए पनि भगवान वासुदेवको नामको स्मृति गर्नुहोस् त, सारा दुःख दूर भएर जानेछ। त्यसैले प्रभुको नाम नै सम्पूर्ण दुःखबाट मुक्ति हुने साधन हो। त्यसैले अब चिन्ता नगर्नु, चिन्तन गर्नु। यसको कुनै प्रमाण छ? अब भगवानको चिन्तन गरेर दुःख दूर भएको कोही प्रमाण होला? तत्पश्चात भन्नु, किन नहुनु? बिना प्रमाणका कुरा छैनन् महादेव। यहाँ द्रौपदी च परित्राता येन कौरव कस्मरा। एकपटक फर्केर हेर त, द्रौपदी जब जंगलमा बसेको अवस्था थियो कस्तो होला त्यो बेला, जहाँ दुर्योधनले पठाएर गएका दुर्वासा आफ्ना सारा मण्डलीहरूलाई लिएर जब सवारी भयो, यता पात्र धुलाएर राखिसकेका छ, त्यो बेलामा भोजन गर्न आएको हुँ, द्रौपदी तयार पार। अब के गर्ने होला? त्यो बेला बडो व्यत्यास भयो। जब पीडा भयो, दुवै हात माथि उठाएर भगवान वासुदेवको नाम उच्च स्वरले नारायण हे वासुदेव हे कृष्ण उच्च आवाजमा बोलाउनु भयो। आज भक्तको आर्त पुकारलाई सुनेर प्रभु तक्षणै सवारी भयो। एउटा सागको त्यान्द्रो खाइदिँदा सारा जगतलाई तृप्त बनाएर द्रौपदीको पीडा, कौरवहरूले दिएको पीडा, एकपटकको मात्र, बाह्रको पीडा, यी पीडाबाट मुक्त गराउने। त्यति मात्र होइन, ब्रजवासीलाई के भन्नुहुन्थ्यो प्रभुले? गोपी, एक डल्लो माखन दिन्छ भने म तिम्रो गोबर उठाइदिनेछु। तिमीले एक डल्लो माखन खुवाउँछौ भने तिम्रो अगाडि गएर म नाच्ने। कस्तो बोलेको होला प्रभुले? माखनको निम्ति जगतको मालिक नाच्नु पर्थ्यो होला, तर हृदयलाई नचाहेको थियो। अरू नचाहेको होइन, हृदयलाई नचाहेको हो। तिनी गोपीको काखमा खेलेर नृत्य गर्दै गर्दै जसले आफ्नो चित्तलाई खिचिदियो, त्यस्तो प्रभु गोपीको बीचबाट आज पनि कहीँ जानु भएको छैन। भक्ति तर यति कुरा हो, गोपी भावले उपासना गर्न नसकेको मात्र हो। त्यो भावले उपासना गरे प्रभु कहीँ गई बसेको छैन। त्यसैले हे भक्ति, सत्य त्रेता द्वापर युगमा त अन्य अन्य साधनहरू थिए, तर कलिकालमा कलौ तू केवला भक्ति ब्रह्म सायुज्य कारिणी। केवल कलिकालमा भगवान नाम संकीर्तनबाट मात्रै जीवात्माको उद्धार हुने हुनाले यो समय यो काल भगवानको वशीभूत भएका हौं। त्यसैले अरूको चिन्तन होइन, भगवान वासुदेवको चिन्ता गर्नुहोस्, चिन्तन गर्नुहोस्, सारा दुःखबाट मुक्त हुनेछ। किन अघि नै भनेको नि त, कलिको प्रभावले तपाईँमा यो अवस्था आयो। त्यसैले भक्ति कलिको दुःखदायी अवस्थाबाट मुक्त हुने हो भने तपाईँले पनि भगवानको उपासना नै गर्नुहोस्। प्रभुको नाम सिवाय दोस्रो यो भवरोगबाट अशान्त हृदयलाई शान्त गराउन सकिने अरू कुनै उपाय छैन। त्यसैले भक्ति, प्रभुको नामको स्मृति गर्नुहोस् है। नारदजीले भक्तिलाई पनि पढाएको। कस्तो होला त्यो नारद? भक्तिका पनि आचार्य हुनुभयो। त्यसैले भक्तिका आचार्य किन त भने भक्तिलाई पनि भगवान नामको महिमाको ज्ञात गराएको हुनाले भक्तिका आचार्यमा नारदजीलाई लिन्छ। बोले भक्तवत्सल भगवान की। त्यसैले कलौ मुक्ति चयम प्राप्त पाखण्डमय पीडित। दुष्टहरूको कारणले गर्दा आज यो कलिकालमा वास्तविक भक्तिमा केही कुठाराघात पनि हुन लागेको छ। ज्ञान र वैराग्यलाई त सबैले पन्छाइदिसकेका छन्, तर पनि कलिकालका जीवात्माहरूलाई उद्धार गर्नको निम्ति नै तिम्रो उदय भएको भक्ति। त्यसैले दुःख मनाउ नगर, यो अवश्यमेव प्रभुले कृपा गरी बक्सनै छ। त्यसैले हे भक्ति, कलिना सबैसह कोपी युगो नास्ति बरा। कलिकाल समानको अरू युग त छँदै छैन। यति सजिलो छ। सत्ययुगमा 10,000 वर्ष तपस्या गर्नु पर्थ्यो,
त्रेतामा 1000 वर्ष यज्ञ गर्नु पर्थ्यो, द्वापरमा 1 महिनासम्म पूजा र सेवा गर्नु पर्थ्यो। तर कलिकालमा अहोरात्रेण तत्कलौ, 1 अहोरात्र भनेको 24 घण्टा अखण्ड भगवान नाम संकीर्तन कसैले गर्छ भने त्यो सत्यको 10,000 वर्षको तपस्या 1 रातमा स्वतः प्राप्त हुन्छ भने यो भन्दा सुन्दर, यो भन्दा श्रेष्ठ युगहरू हुन सक्छ। त्यसैले कलिना सदृश कोपी युगो नास्ति वरानने, हे वरानने, हे भक्ति, कलिकाल समानको श्रेष्ठ युग संसारमा कुनै पनि छैन। त्यसैले तस्मै स्ताम स्थापयिष्यामि गेहे गेहे जले जले। प्रत्येक घर घरमा भक्तिको बिरुवा रोप्नु छ, प्रत्येक जनजनको हृदयमा भक्तिको बिरुवा मजदल गराउनु छ। त्यसैले भक्ति यति गराउन सकिन भने तदा नाहम हरेर दास हो, मलाई भगवानको दास हुनु बेकार हुन्छ। त्यसैले संकल्प लिएको नारदजी, किन तदा नाहम हरेर दास हो लोके त्वाम न प्रवर्ते। प्रत्येक घर घरमा तिम्रो झन्डा गाड्न सकिन भने मेरो नाम हरिदास भने पनि बेकार हुन्छ। त्यसैले भक्ति अब तिमी दुःख मनाउ नगर। तिम्रो अगाडि त न प्रेत टिक्न सक्छन्, न पिशाच टिक्न सक्छन्, न कुनै त्यस्ता अमङ्गल साधनहरू नै टिक्न सक्छन्। त्यसैले त मङ्गल भवन मङ्गलहारी, कस्तो होइन त, कस्तो छ अमङ्गल गर्ने अरू कुनै पनि छैन। मङ्गल भवन मङ्गलहारी द्रवहु सुत शरद अजिर बिहारी। अरू कुनै साधन, त्यसैले अमङ्गल नष्ट गर्ने भनेको भगवत नाम मात्र हो। यति कुरा तिमीले विचार गर भक्ति, तिम्रो अगाडि कहिले पनि नतमस्तक हुनु बाध्य हुनुपर्दछ। त्यसैले अलम व्रते अलम व्यते अलम योगे अलम मते। त्यसैले कलिकालमा तीर्थ जान पनि सकिँदैन। अब तीर्थ त गयो, गोकुलमा त गएको, पण्डाले दुःख दियो भन्न थाल्यो हरि इच्छा। त्यसैले तीर्थ गएर तीर्थको अवहेलना हुने, तीर्थ पनि पूर्ण हुने। अब व्रत बस्यो, तर कस्तो व्रत बस्नु पर्थ्यो भने जुन व्रत बसिसके पछाडि आफ्ना 5 ज्ञानेन्द्रिय 5 कर्मेन्द्रिय 1 महिना मनलाई प्रभुपावमा अर्पण गर्न सक्नु पर्थ्यो, त्यो पनि सकिएन। व्रत पनि पूर्ण हुन सकेन। त्यति मात्र होइन, न योगहरू पूर्ण हुन सके, न कथाहरू नै पूर्ण हुन सके। त्यसैले कलिकालमा जति भजन गर्यो त्यति नै कलिको दोषबाट जीवात्मा मुक्त हुन पाउने। त्यसैले के भनिदिनु भयो, अमल भक्तिले हरि खुसी हुन्छ, अरू जप तप व्रत न कलौ। कस्तो कुरा लेख्दिनु भागवतमा, अमल भक्ति बरु भजन गर। भजन गरेछौ तर व्रत बसेर व्रतलाई पूर्ण गर्न सकेन भने त्यो भन्दा श्रेष्ठ त बरु भगवानको संकीर्तन गरे हो। तीर्थ गयो, तीर्थको महिमा बुझ्न सकिएन, तीर्थको महत्व बुझ्न सकिएन, तीर्थको सम्मान गर्न सकिएन भने तीर्थ जानुभन्दा बरु घरमै बसेर भजन गरे हुन्थ्यो। त्यसैले त विद्वानहरूले के भन्नुभयो, तीर्थ गएर पनि तीर्थको महिमा बुझ्न सकेन भने बरु घरैलाई तीर्थ बनाऊ। कसरी बनाउने होला, घरलाई पनि त तीर्थ बनाउने तरिका होला। घरै तीर्थ बनाउँछु म त तीर्थ जान सकिन, घरै तीर्थ बनाउँछु म त तीर्थ जान सकिन, घरै तीर्थ बनाउँछु म त तीर्थ जान सकिन, घरै तीर्थ बनाउँछु म त ससुरालाई वसुदेव ससुज्यूलाई रेवती, ससुरालाई वसुदेव ससुज्यूलाई देवकी, देवलाई श्री कृष्ण मान्छु तीर्थ जान सकिन, देवलाई श्री कृष्ण मान्छु तीर्थ जान सकिन,
हरे तीर्थ बनाऊ सुमत तीर्थ जान सकीना हरे तीर्थ बनाऊ सुमत तीर्थ जान सकीना जेठा जुलाई बलराम देवर जिलाई लक्ष्मणा 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 जेठानी लाई रेवती मंचो तीर्थ जान सकीना जेठानी लाई रेवती मंचो तीर्थ जान सकीना हरे तीर्थ बनम सुमत तीर्थ जान सकीना हरे तीर्थ बनम सुमत तीर्थ जान सकीना नंद जिलय सुभद्रा अमजुलय लक्ष्मी नंद जिलय सुभद्रा उर्मिला उर्मिला मंसू तीर्थ जान सकीना उर्मिला उर्मिला मंसू तीर्थ जान सकीना हरे तीर्थ बनाऊ सुमत तीर्थ जान सकीना हरे तीर्थ बनाऊ सुमत तीर्थ जान सकीना पिता जिलय पुष्कर धाम माता जिलय यमुना पिता जिलय पुष्कर धाम माता जिलय यमुना अतिथि लय भगवान मंचो तीर्थ जान सकीना अतिथि लय भगवान मंचो तीर्थ जान सकीना हरे तीर्थ बनाऊ सुमत तीर्थ जान सकीना हरे तीर्थ बनाऊ सुमत तीर्थ जान सकीना छोरा छोरी ईश्वर का कृपा प्रसाद वरदान छोरा छोरी ईश्वर का कृपा प्रसाद वरदान अपने घर की पूजारी माता कृष्ण जान सकीना अपने घर की पूजारी माता तीर्थ जान सकीना हरे तीर्थ बनाऊ सुमत 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 तीर्थ जान सकीना बोले भक्त वत्सल भगवान की जय। त्यसैले तीर्थ गएर तीर्थको अवहेलना गर्नुभन्दा बरु घरलाई नै तीर्थ बनाउनु बेस। त्यसैले के भन्नुभयो ससुरालाई वसुदेव आफ्नो ससुरालाई वसुदेवको भावनाले हेर्न सकियोस् न सासूलाई देवकी जस्तो हेर्न सकियोस् अनि त्यसैगरी पतिदेवलाई कृष्ण भगवान समान हेर्न सक्ने भने के त्यो घर वृन्दावन भएन र। त्यति मात्र होइन जेठाजुलाई बलराम भन्नु बलरामको भावले हेर्नु
र देवरलाई लक्ष्मणको भावले हेर्नु र जेठानीलाई रेवतीको भावले हेरिन्छ भने के त्यो घरमा युद्ध होला, त्यो घर तीर्थ भएन र? यसै गरी नन्दलाई सुभद्राको भावले हेर्नु, आमाज्यूलाई लक्ष्मीको भावले हेर्नु। अब यसै गरी देवरानीलाई उर्मिलाको भावले हेरिन्छ भने के त्यो घर तीर्थ भएन र? यसरी पिताजीलाई पुष्कर धाम, माता यमुनाको स्वरूप र अतिथिलाई साक्षात भगवानको भावले हेरिन्छ भने के त्यो तीर्थ भएन र? त्यसैले छोराछोरी ईश्वरका कृपा प्रसाद वरदान, यी ईश्वरले दिएका वरदान हुन्, यी प्रसाद हुन्। अब यिनीहरूको सेवा नै म घरको पुजारी हुँ। यदि पुजारी जसरी मन्दिरको पूजा सेवा गर्दछन्, यी सारा भगवानको अवयवहरूको म सेवा गर्ने पुजारी हो भन्ने भाव हो भने त्यो घरमा युद्ध होला। त्यसैले भन्नुभयो बरु घरलाई नै तीर्थ बनाऊ, तीर्थ गरे तीर्थको अवहेलना गरेर तीर्थ पूर्ण हुँदैन। त्यसैले भन्नुभयो अलम तीर्थै अलम व्रतै, बेकारको तीर्थ गएर तीर्थको भाव हृदयमा राख्न सक्दैन भने कलिकालमा तीर्थ पनि पूर्ण हुन सक्दैन, न व्रत पूर्ण हुन सक्छ। त्यसैले भक्ति सबभन्दा श्रेष्ठ भनेको त भक्ति रे कैव मुक्ति रहा, कि जसले भक्तिको आश्रय लियो त्यो नै कलिकालमा मुक्तिको भागीदार हुनेछ। त्यसैले भक्ति तिमी भन्दा श्रेष्ठ संसारमा कोही पनि छैन। सम्झाइदिनु। अब त यस प्रकार नारदजीको वाणी सुन्दा सुन्दै शरीरमा दबाई लागे जस्तो भयो, सर्वाङ्ग पुष्टि रहा, सारा शरीर नै पुष्ट भएदै हुन लाग्यो, तृप्त भएदै हुन लाग्यो। तब भक्तिले वाणी बोल्नुभयो, हे नारदजी, अहो नारद धन्योसी प्रीतिस्ते मयि निश्चला, न कदाचित् विमुञ्चामि चित्ते स्थास्यामि सर्वदा। हे नारद, अब तपाईँलाई मेरो हृदयबाट म बाहिर राख्न सक्दिनँ है, किन तपाईँका प्रत्येक अमृततुल्य वाणी मेरो हृदयमा अमृततुल्य भएर विराजमान भएको छ। त्यसैले हे कृपालु, हे नारद, अब म भित्रको जुन ज्वाला हो, मेरा पुत्रहरूको यो अवस्थाबाट मलाई मुक्त गराउनुहोस् न। मेरा दुवै छोराहरूलाई तपाईँले उठाइदिनुहोस्। जब बार बार यस प्रकार भक्तिले पुकार गरिसके पश्चात नारदजीले कर्म शुभारम्भ गर्नुभयो। तयर बोधन मारे दुवैलाई जगाउनको निम्ति गएर कराग्रेण विमर्दन, कर अग्रभाग भनेको हातको औँलाहरूले, पन्जाहरूले घचघचे औँलाहरू के भन्नुहुन्छ, हे वैराग्य उठ, हे ज्ञान उठ। उठेन। अब मुखमा संयोज्य कर्णान्ते, कानको छल मुख लागेर उच्च सुन्ने, हे ज्ञान उठ, हे वैराग्य उठ। उठ्दै उठ्दैन। अब कस्तो भयो त भने नेत्रैरनवलोकन्तौ दृग्वन्तौ साल साधु हो। अलिकति यसो आँखा हेर्नु खोज्छन्, हाई गर्छन्, पछाडि हेर्छ। 4-6 दिन चाहिँ नसुतेको व्यक्ति होस्, अब त्यो व्यक्ति सुत्न पायो भने कस्तो होला? उठ्न सक्दैन। आज यस्तै अवस्था देखियो। कस्तो छ उनीहरूको रोग? छुच्छामौ, भोकाएका पनि छन्, तिर्खाएका पनि छन्, दुब्ला पनि छन्, पातला पनि छन्। यिनीहरूको अवस्था देख्दा अचम्म लाग्यो। केही गरी उठाउन नसके पछाडि अब नारदजीलाई बहुत पीडा भयो। भन्न लाग्नु, अहो निन्द्रा कथम याति, कहाँबाट आएको हो यस्तो? कसरी जनायो निन्द्रा? यति मात्रै यो वृद्ध अवस्था कहाँबाट आयो, कसरी आयो? आमा भन्दा वृद्ध भए यिनीहरू। अब के गरौं? कुनै पनि उपाय लाग्न सकेन। यिनको लागि बार बार गीता पाठ गराउनु भयो, वेदान्तहरूको पाठ गराउनु भयो। उठ्न सकेनन्, जाग्न सकेनन्। तत्पश्चात अहो निन्द्रा कहाँबाट आएको? अब त एकैछिन यस्तो विचार गर्नु, मेरा कर्महरू सारा बेकार भए। तर त्यो भन्दा पनि त्यो कर्मलाई पूर्ण गर्ने एउटै प्रभुको नाम छ, त्यो हो भगवान गोविन्दको नाम की है। भगवानको चिन्तन नै मार्गदर्शन हो। त्यसैले कहिलेकाहीँ बाटो देख्न सकिएन, अलमल्लियो दोधार हुन्छ नि, त्यसले भनेको मान्नु कि उसले भनेको मान्नु कि यतापट्टिको गर्नु कि यतापट्टिको गर्नु, त्यो बेला एकैछिन बसेर भगवानको संकीर्तन गर्नु, बाटो प्रभुले नै देखाइदिएको छ। किन? जसले आफ्नो बागडोर ल्याएर प्रभुलाई सुम्पेको छ भने बाटो हिँडाउने काम पनि त उसैले गर्ने होइन र? उसैले गर्ने। आज नारदजीले पनि गएर आफ्नो बागडोर ल्याएर प्रभुको पाउमा लगेर जोडिदिनु भयो। के भन्नुभयो? चिन्तयन्निति गोविन्दम समारयामास भार्गवः। एकैछिन प्रभुको जब चिन्तन स्मृति गर्नुभयो, तक्षणै आकाशवाणी भयो,
के भन्नुहुन्छ आकाशवाणीले उद्यममा सफल स्थेयम भविष्य किन संशय हे महाराज, तपाईँले गरेको कर्म श्रेष्ठ छ, तपाईँ हार नखानुहोस्। त्यसरी कसैले कहिले काहीँ कार्य गरिराख्यो हुन्छ नि, त्यो बेलामा असफल भएको व्यक्तिको अगाडि गएर ओहो तपाईँको त यस्तो असल फल रहेछ, अब यो नगर्नुहोस्, यसो गर्नु भने झन् घाटा हुन्छ भनिदियो भने अर्को वज्रमाथि वज्र हुन्छ। त्यो बेला के भन्नु, नआत्तिनुहोस्, काम गरी लड्ने हो, हिँड्ने पछारिने हो, कहिले काहीँ आउँछ दुःख, यसको लागि के गर्नुपर्छ, कुनै सल्लाह पुगेन कि अथवा केही गर्नुपर्छ कि हामीले भन्नु सही भन्यो भने आधा पीडा स्वतः शान्त हुन्छन्। हो मेरो त फलानु पो छ त होइन र। त्यसैले आज आफूले गरेको कर्ममा आकाशवाणी हो महाराज, तपाईँले गरेको कर्म फेल खाएको छैन, उद्यम सफल स्थेयम, तपाईँले गरेको उद्यम कार्य सफल छ, तर यसको लागि एउटा अलिकति पुगेको छैन। के पुगेको छैन भनेको सत्कर्मम तु समाचार, तर तपाईँले सबै गर्नुभयो तर सत्कर्म नगरिकन यिनीहरू जाग्ने छैनन्। अब कस्तो भयो त भने आकाशवाणी भनेको रेडियो सुने, पहिला पहिला रेडियो सुन्दा फर्काउन पाइन्छ पाइँदैन, अहिले फोन चाहिँ फर्काउन पाइन्छ, रेडियो फर्काउन पाइँदैन। त्यस्तै हो आकाशवाणी आयो बस, अब के हो सत्कर्म, कस्तो हो सत्कर्म, के गर्नुपर्ने हो कमसेकम बताइदिएको भए पनि सजिलो हुन्थ्यो। त्यहाँ कुनै पनि बताउनु भएन, यति भन्नुभयो सत्कर्म गर्नुहोस् अवश्य मेरो यिनीहरू जागृत हुनेछन्। यति भन्ने बित्तिकै आकाशवाणी लुप्त भयो। तत्पश्चात नारदो विस्मयम लेवे, आश्चर्यचकित हुनुभयो। आजसम्म नारायणले त्यस्तो असत्कर्म के गरेको होला र, त्यस्तो गरे जस्तो पनि लाग्दैन। अब के होला सत्कर्म, यसैको पुँजी गर्दै 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 म छटपटन लागे। सनत कुमारहरूलाई बताएको, हे सनत कुमार हो, तपाईँले हिजो सुन्नु भने मलाई तपाईँ धन हराएको व्यक्ति जस्तो मर्झाएको अनुहार लिएर दौडँदै दौडँदै जाँदै हुनुहुन्छ नारायण, कहाँ जाँदै हुनुहुन्छ? हो म त्यही छटपटाएर हिँडेको। किन? जब आकाशवाणी भयो चारैतिर अब त्यो सत्कर्मको बारेमा खोजी गर्न थाले, तीर्थमा गए, त्यति मात्र होइन विद्वान महापुरुषहरूको पासमा गए, कहीँबाट पनि पार हुन सकिन। अब के हो गर्छन् बाटोमा, कसैलाई भेट्यो सोध्यो, त्यति सोधिसके पछाडि के भन्छन्, वृत्तान्त श्रुते सर्वै किञ्चिन् निश्चित्य नोच्यते, कोही बोल्दै बोल्दैन, सोध्यो मौन बस्दछन्। अब कोही के भन्छन्, यो त पारै पाउन सकिँदैन, असाध्यै छ। अब असाध्यै नजानेको ठाउँलाई अब खोलामा गयो भने कति गहिरो छ, गहिरो छ नापे छैन, ज्यादै गहिरो छ जसरी भनिन्छ अड्कलमा, त्यस्तै नजानेको कुरालाई भाग्ने उपाय भनेको यो अति गहिरो छ, यसलाई पार पाउन सकिँदैन भनेपछि अब कति गहिरो छ कति गहिरो छ कसैले बताउनु छैन। यति मात्र होइन, अब कोही त के गर्न लाग्यो अरे, परबाट नारद आएको देख्ने बित्तिकै भेट्यो भने इतिहास पार्छ, त्योभन्दा अगाडि कापीको पन्नामा मेरो मौन व्रत छ भनेर लेखेर राख्यो, चुप लाएर बस्छ। अब कसले सोध्नु, मौन व्रत भने चाहिँ कसैले सोध्ने कुरा पनि भएन। यति मात्र होइन, कियन्त चुप लायो त, कोही कोही त यताबाट नारद आयो भन्ने बित्तिकै देखा नदेखेका अर्कोतर्फ भाग्दथे। त्यति मात्र होइन, के भन्न लागे, कति बाणीहरू पनि सुने मैले। महाराज कस्तो बाणी सुन्नुभयो भनेको, नारद त बौलायो, नारद बौलायो, कर्णे कर्णे जपञ्जना, खुसुक्क भन्छन् थाहा छ, नारद बौलायो नि, थाहा छ नारद बौलायो, पुरा कसैलाई नभन्नु भन्यो, त्यसले पनि अर्कालाई कर्णे कर्णे जपञ्जना कानमा गएर खुचुक खुचुक भने चारैतिर हल्ला भयो। अब त बडो अप्ठ्यारो अवस्था हो, उपायो ना परो नास्ति, कुनै उपाय छैन भने पछाडि म जाउँ त, म बहुतारी, मेरो हृदय ठिक ठाउँमा छैन। वर्षौं भयो नारदजीले भनेको सनत कुमारले, कहाँ त भने यो बद्र विशालमा भेटेर भने, सनत कुमारहरू तपाईँहरूलाई भेटेँ, कयौं वर्ष भयो म छटपटाएर। अब आज भगवत कृपाद्वारा तपाईँहरूलाई मैले भेटेँ, अब मलाई बताउनु सत्कर्म भनेको के हो? म अरू कुराले हिजो दौडेर हिँडेको होइन, तपाईँहरूलाई अगाडि देखेर पनि मैले देख्न स्मृति पाउन सकिनँ। किन? मेरो चिन्ता, मेरो हृदयमा चिन्ता, किन त भने भक्तिको दुःखको भारी बोकेर हिँडेको थिएँ म। त्यसैले कहिलेकाहीँ हुन्छ नि केही कुरा मनमा बोकेर हिँड्यो भने यहाँबाट यता जानुपर्ने बोती पुग्छ नि उहाँ परतिर अर्को चोकतिर होइन। त्यसैले मनमा कुन कुराले छोप्दछ त्यो कुराको विभ्रम हुन थाल्दछ। त्यसैले तपाईँहरूलाई मैले देख्न सकिनँ। आज कोटि सूर्य समा भाषा अनुवाद हुने सत्तम
हे सनत कुमार हो, तपाईहरु साक्षात करोडौं सूर्य समान तेजवान ज्ञानवान हरिभक्त छ। अब मलाई बताउनु सत्कर्म भनेको के हो। तत्पश्चात नारदजीले फेरि भन्नुभयो, आज मेरो भाग्यको उदय भएको रहेछ। तपाईहरु जस्ता सन्तहरूको मलाई भेट भयो। कस्तो छ त स्वरूप भने पञ्चहायन संयुक्त, सदैव 5 वर्षको झैं देखिने हुनु, सबभन्दा वृद्ध तर सदैव बालक। किन त भने सबभन्दा वृद्ध भएर पनि कुनै पनि विषय वासनाले जसलाई स्पर्श पनि गरेको छैन। 5 वर्षको बालक झैं निर्मल भाव भएको हुनाले यहाँ यही भन्नु पञ्चहायन संयुक्त, 5 वर्षको उमेर झैं सबभन्दा बुढा वृद्ध तर पनि निर्मल भाव भएको हुनाले कस्तो छ हजुरहरूको स्वरूप। सदा वैकुण्ठ निलया हरि कीर्तन तत्परा। बिहान उठ्यो, वैकुण्ठमा गयो, भगवान नारायणको दर्शन गर्यो। त्यहाँबाट फर्कने क्रममा 3 भाइले कथा सुन्ने, अरू चाहिँदैन थियो। अर्को भाइ उठेर कथा सुनाउने, कस्तो होला ज्ञान दिदी हेर्नुहोस् त। 3 भाइ कथा सुन्यो, 1 भाइले कथा भन्यो। फेरि अर्को 3 भाइ कथा सुन्दथे, अर्को भाइ उठ्दथे, आपसमै सत्सङ्ग छ। हजुरहरू कस्तो स्वरूप लीलामृत रसुन मत्ता कथा मात्रैक जीवन। अरू कुनै पनि जीवन है कि लीलामृत कि नामामृत मात्र हजुरहरूको मुखबाट निस्कन्थ्यो। त्यसैले त हरि शरणमेवं हि नित्यमेषां मुखे वचः, जसको मुखबाट अखण्ड यस्तो मन्त्र निस्क्यो जसबाट जरायुष्मान बाधते भनेको बुढ्यौलीले पनि छोएन अरे। त्यस्तो मन्त्र, जुन मन्त्र उच्चारण गर्दा अखण्ड भज्दा शरीर त वृद्ध होला, कालको परिवशमा होला, तर आत्मा सदैव बलवान हुनेछ, आत्मा बलवान हुनेछ। त्यसैले आत्मबल वृद्धि हुनेछ। फेरि भजन गर्ने व्यक्तिहरू कमजोर हुँदैनन् रे, अरू कुरामा डराउँछन्, तर भजन गर्ने कुरामा आत्मा कहिले पनि कमजोर हुँदैन, सदैव गर्ने गरिहालौँला, गरिहाल। त्यसैले हरि शरणमेवं हि, जसको मुखबाट अखण्ड हरि शरणम यो जप हुन्छ भने हरि शरणम प्रभु हरि शरणम, हरि शरणम प्रभु हरि शरणम। चाले त भन्नु, हरि शरणम प्रभु हरि शरणम, 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 हरि 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 शरणम, हरि 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 शरणम, हरि शरणम प्रभु हरि शरणम, हरि शरणम प्रभु हरि शरणम, हरि 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 शरणम, हरि 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 शरणम, हरि शरणम प्रभु हरि शरणम, हरि शरणम प्रभु हरि शरणम, हरि 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 शरणम, हरि 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 शरणम, हरि शरणम प्रभु हरि शरणम, हरि शरणम प्रभु हरि शरणम, राम शरणम प्रभु राम शरणम, राम शरणम प्रभु राम शरणम, हरि शरणम प्रभु हरि शरणम, हरि शरणम प्रभु हरि शरणम, हरि 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 शरणम। बोले भक्तवत्सल भगवान की जय। इसीलिए हरि शरणमेवं हि नित्यम येषां मुखे वचः, अतः काल समाधिष्ठा जरायुष्मान बाधते। इसीलिए जसले अखण्ड
हरि शरण यो मन्त्र जप्दछ भने सबभन्दा वृद्ध हो तर पनि 5 वर्षको बालक जे निर्मल हृदय जसद्वारा गराउने हुनाले यो हाम्रो हृदय धुने औषधि हो हरि शरण। त्यसैले भेट्दा होस् छुट्दा होस् हरि शरण बोल्न सकियोस्। यो मन्त्रद्वारा हृदयका मलहरू सारा पखालिनेछ, निर्मल हुनेछ त्यो हृदय। त्यस्तो निर्मल हृदयमा नै भगवान वासुदेवको दिव्य झाँकीको दर्शन हुनेछ। बोले भक्तवत्सल भगवान की जय। कस्तो शक्ति छ हजुरहरुमा। एक पटक अलिकति भ्रुभङ्ग टेढो हो भगवानका द्वारपालहरू पनि तल खसे। दिउँसो पूज्य बाबुको मुखबाट हजुरहरूले सुनिरहेको थियो नि जय र विजयको कथा। किन सनत कुमारहरूलाई अलिकति क्रोध आउने बित्तिकै 3 जन्मको निम्ति पछाडि त्यति शक्तिवान त्यति बलवान भइबक्छन्छ प्रभु। त्यसैले आज भगवत अनुग्रह मलाई भयो र यस्तो दिव्य धाममा हजुरहरूको दर्शन भयो, म धन्य भएँ। त्यसैले अब चाँडो भन्दा चाँडो यी भक्तिका 2 पुत्रलाई जागृत गराउनको निम्ति मैले के उपाय गर्नु पर्ला मलाई बताइदिनुहोस् न। तब सनत कुमारहरूले आज्ञा भयो, नारद त्यतिकै हजुरलाई हरिदास भनेको है, अर्काको भने छोड्या भयो हुन्थ्यो नि दुःख, तर आफ्नै दुःख भनेर जुन शिरमा बोकेर वर्षौं व्यतीत गर्नुभयो। अब यस्ता भक्त कहाँ पाइन्छन्? यस्ता भक्तहरू किन अर्काको दुःखलाई आफ्नो दुःख सम्झेर आफ्नो शिरमा राखेर वर्षौंदेखि भौतारे। तपाईँ अब चिन्ता नगर्नुहोस् महाराज, मा चिन्ता कुरुदेव वर्षे हर्षम चित्ते समावह। अप्रसन्न हुनुहोस्, किन नभेट्नु भेटिसक्नुभयो, अब उपाय भइसक्यो। अहिलेदेखि होइन, उपाय सुख साधोत्र वर्तते पूर्व एवै। अहिलेबाट मात्र हो र पहिलेदेखि थियो यो। न थाहा पाएको मात्र कहिलेकाहीँ हुन्छ नि त्यस्तो। अमन्त्रो अक्षरो नास्ति, मन्त्र नभएको अक्षरहरू छैन। कुनै पनि अक्षर मन्त्र बिनाको अक्षर छैन र कुनै पनि घाँस पात लता लहरा औषधि नभएको पनि छैन। प्रत्येकमा एक एक गुणहरू छन्। अयोग्य पुरुषो नास्ति, अयोग्य व्यक्ति पनि कोही पनि छैन। तर यति कुरा छ, योजकस तत्र दुर्लभ। बाटो देखाइदिनेको मात्र कमी छ। यहाँ बाटो देखाउँदा नजाने र नजान्ने भन्ने कुरा कसैमा पनि छैन। यति मात्र हो, उपाय नभएको होइन। यो उपाय हो भनेर किटालेर भनिदिने व्यक्ति नभएको मात्र हो। उपाय छ महाराज। त्यसैले त्यो सत्कर्म भनेको के हो त भने श्रीमद् भागवतालाप सतो गीत सुकादेवी। सत्कर्म भन्नु नै श्रीमद् भागवत हो। एकपटक उनीहरूलाई भागवत श्रवण गराउनुहोस्, उनीहरू जागृत हुनेछ। अचम्म लाग्यो। अब भागवत कहाँबाट आयो भने वेद वेदान्तबाट आएको हो भागवत। तर जुन वेद वेदान्त गीता पाठ सुनाइसक्यो र पनि जाग्न सकेनन् भने भागवतले तिनीहरू जागृत हुन सक्ला। किन भागवत त त्यहीँबाट आएको हो। अब यो त म भित्र ठुलो संशय भयो। त्यसैले यो संशयलाई छेदन गरिदिनुहोस् महाराज, विलम्ब नगर्नुहोस्। मेरो भित्र कौतूहलता जागिरहेको। तब सनत कुमारहरूले आज्ञा भयो, महाराज सुन्नुहोस्, वेद उपनिषदाम सारा जाता भागवती कथा। वास्तवमा तपाईँले जे सुन्नुभयो सत्य हो। श्रीमद् भागवतकै सार रूप स्वरूप नै, रस रूप नै वेद वेदान्तको भागवत हो। त्यसैले वेद वेदान्त गीताको वास्तविक रस निचोरेर के को त भने सम्पूर्ण पुराणहरू 18 पुराण भित्र भएका कथाको भागवत सबैको संक्षेपीकरण छ। सबै पुराणलाई खिचेर त्यहाँ ल्याइदिएछ। उपनिषदका सारा भावना त्यही ल्याइदिएछ। त्यसैले सम्पूर्ण शास्त्रहरूको निचोड र रसरूप नै भागवत भएको हुनाले भागवत जति कार्य गर्दछ त्यति कार्य वेद वेदान्तबाट हुन सक्दैन। कसरी? जसरी आमूलाग्रम रस तिष्ठ नास्तेन स्वाद्यते यथा। एउटा आम, एउटा वृक्षमा फलेको आम खाँदा कति स्वादिलो छ, कति रसिलो छ। अब त्यो सानो फलेको आम खाँदा त यति मिठो छ भनेर त्यो आँपको रुख नै खान गयो भने त्यो स्वाद आँपमा पाइने स्वाद आँपको वृक्षमा पाइएला, आँपको पत्तामा पाइएला। तर त्यहीबाट निश्चित हो त्यति स्वादिलो छ, त्यति रसिलो छ, त्यति गुणकारी छ। त्यसैले महाराज वेद वेदान्तबाट भागवत आएको हो, तर सार वस्तु नै रसयुक्त हो, बलवान हो। त्यसैले भागवतको महिमा उच्च हो। त्यति मात्र है। यथा दुग्धै स्थितम सर्पी। सर्पी भनेको घिउ। घिउ केबाट बन्यो भने दुधबाटै बन्यो।
दूधलाई तताइयो, दही बनाइयो, दहीलाई मन्थन गरियो, माखन निकाल्यो, माखनलाई फेरि पगालियो, त्यहाँबाट बल्ल घिउ बन्यो। तर जुन कार्य घिउले गर्दछ त्यो कार्य दुधले गर्दैन। किन? निश्चिन्त दुधबाटै निस्किएको हो। जसरी दुधले गर्ने कार्य अलग छ, घिउले कार्य गर्ने अलग छ, त्यसै गरी वेद वेदान्तको अलग पाठ छ, भागवतको अलग शक्ति छ। त्यसैले घिउ भनेको भागवत हो, वेद वेदान्त भनेको दूध हो। त्यसमा व्यापक रहेको रसलाई मन्थन गरेर जब निकाल्यो त्यो नै रसयुक्त हो, त्यो तत्त्व नै हो श्रीमद् भागवत। त्यसैले भागवत सुनाउनुहोस्, यिनीहरू अवश्यमेव पार हुनेछन्, जागृत हुनेछन्। त्यसैले श्रीमद् भागवतम श्राद्धम शोक दुःख विनाशनम। त्यसैले श्रीमद् भागवत शोकमा पनि शोकलाई दूर गरेर भागवत र सुखमा पनि सुखको अनुभूति गर्ने एउटै साधन छ, त्यो हो श्रीमद् भागवत मात्र छ। अरू कुनै पनि साधन छैन। यति सुन्ने बित्तिकै हृदय यति गदगद भयो, यति गदगद भयो। और नारदजीले सनत कुमारको अगाडि सत्सङ्गको महिमा गान गर्न लाग्नुभयो। भाग्योदयेन बहुजन्म समर्जितेन सत्सङ्गमं चलनते पुरुषो यदा वै अज्ञान हेतु कृतमो हमदान्धकार न संविदाय हि तदो दयते विवेका। आज भाग्यको उदय भएछ। त्यसैले तपाईँहरू जस्ता सन्तको भेट भयो, तपाईँहरूसँग भेट भएर पनि यो भगवत चर्चा भयो। त्यसैले भेट हुनु ठुलो कुरा होइन, त्यहाँ भगवत चर्चा भयो कि भएन त्यो महत्त्वपूर्ण कुरा छ। त्यसैले त सज्जनकासँग भेट नहोस्, भेट भए यदि स्नेह नहोस्, स्नेह भए यदि छुटिनु नपरोस्, छुटिनु परेको नबाचियो शरीरसँग। हेर्नुहोस् त कस्तो कुरा छ। सज्जनसँग भेटै नहोस्, भेट भएछ भने संसारको कुरा होइन, त्यहाँ भगवत चर्चा गर्नु पाइयोस् न। भेट भयो छुटिनु नपरोस्, छुटिनु पर्यो भने बाँच्नै नपरोस्। कस्तो सत्सङ्गको भेट, कति माथि लगेर राख्छ। त्यसैले महापुरुषसँग भेट सामान्य होइन। किन त भने पूर्व जन्मको प्राप्तन कर्म नभइकन सत्पुरुषहरूको पर छाया पनि पर्दैन, भेट त परको कुरा छ। त्यसैले महापुरुषहरूको साथमा रहेर सत्सङ्ग गर्न पाउनु हे सनत कुमार हो, मेरो ठुलो भाग्य रहेछ। तपाईँ जस्ता सन्तहरू भेटे र यो भागवत तत्त्वको बारेमा जान्ने सौभाग्य प्राप्त भयो। त्यसैले अज्ञान रूपी अन्धकारलाई नष्ट गर्न सक्ने र हृदयको विवेकलाई जागृत गराउन सक्ने भागवत र भगवानका भक्तसँगको सत्सङ्ग भन्दा ठुलो अरू कुनै पनि शस्त्र अस्त्र रहेनछ। त्यसैले सत्सङ्गबाट बाधे बाधे जायते तत्त्वबोध। आपसमा चर्चा हुने थाल्यो भने आफूले जानेको अर्काले सिक्ने मौका हुन्छ, अर्काले जानेको आफूले सिक्ने मौका हुन्छ। त्यसैले सत्सङ्गमा कहिले पनि कन्जुस्याइ गर्नु हुँदैन। त्यसैले जान्ने कुरामा कहिले पनि कन्जुस्याइ गर्नु हुँदैन। आज महापुरुषको केही बेरको सत्सङ्गले नै मभित्रको विवेक जागृत भएर जुन मभित्र भागवत बीचको जुन शङ्का हो त्यो शङ्का दूर गराइदिएको हुनाले हे सनत कुमार हो, हजुरहरूको जय होस्, हजुरहरूको जय होस्। यस प्रकार जब सत्सङ्ग र महापुरुषहरूको आश्रयको जुन महिमा नारदजीले गान गर्नुभयो, अब नारदजीले एउटा सङ्कल्प हृदयमा राख्नुभयो, अवश्य मेरो भक्तिका पुत्रहरूलाई जागृत गराउनको निम्ति भागवतको आयोजना गर्नेछु। त्यो भागवत कहाँ हुनेछ, कसरी हुनेछ र त्यो हरिद्वारमा कस्तो भागवतको आयोजना हुनेछ इत्यादि कथा हामी भोलिको प्रसङ्गमा श्रवण गर्नेछौँ। आजलाई विश्राम हुनेछ। हरि शरणम। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण
कृष्ण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नारायण वासुदेव भक्ति सुतौ तौ तरुणौ गृहीत्वा प्रेमैकरूपा सहसा विरासिर श्रीकृष्ण गोविन्द हरे मुरारे नाथेति नामा निमुहुर्वदन्ति भक्ति तरुणा द्विपुत्र साथ आहिं अहो प्रेम स्वरूप गाथा भंडई अहो नाथ मुकुंद प्यारे श्री कृष्ण गोविंद हरे मुरारे। बोले भक्तवत्सल भगवान की जय। राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल के मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल की मुख से राधे राधे बोल श्री बरसानो धाम रंगीलो श्री बरसानो धाम रंगीलो धाम रंगीलो गजा धाम रंगीलो धाम रंगीलो ब्रज धाम रंगीलो राधे अनमोल की मुख से राधे राधे बोल राधे अनमोल की मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल की मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल की मुख से राधे राधे बोल दीदी नाचो ना ज्ञान दीदी नाचो राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल की मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल की मुख से राधे राधे बोल राधे चल पर बतमन भायो ब्रह्माधर पर बतमन भायो राधे कर थकिलो के मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल के मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल की मुख से राधे राधे बोल ब्रज की गलियन मोहन खेले ब्रज की गलियन मोहन बोले मोहन खिलसा मरिया खेले
पता में गौहर मन की पता में पंछी बोल राधे बोल कि मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल कि मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल कि मुख से राधे राधे बोल राधे राधे जय श्री राधे 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 जय श्री राधे 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 श्याम मिला दे राधे राधे श्याम मिला दे राधे 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 बोल कि मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल कि मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल कि मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल वृंदावन में डोल राधे राधे बोल राधे 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 बरसने वाले राधे 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 बरसने वाले राधे 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 बरसने वाली 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 राधे 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 बरसने वाली राधे 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 बरसने वाली राधे 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 श्यामा प्यारी राधे 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 श्यामा प्यारी राधे 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 बरसने वाली 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 राधे राधे गोविंद राधे 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 बरसाने वाले राधे 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 बरसाने वाले राधे 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 बरसाने वाली राधे 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 बरसाने वाले जय जय श्री राधे राम हरे राम 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 हरे 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 कृष्णा कृष्ण कृष्ण हरे हरे राम 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 हरे कृष्णा कृष्ण कृष्ण हरे 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 राम 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 हरे कृष्णा कृष्ण हरे राम राम राम
Hare Ram, Hare Ram, Ram. Hare Krishna, Hare Krishna, Krishna Krishna. Hare Ram, Hare Ram, Rama Rama, Hare Hare, Hare Krishna, Hare Krishna, Krishna Krishna. Hare Ram, Hare Ram, Rama Rama, Hare Hare, Hare Krishna, Hare Krishna.